हाम्रो बिर्तामोडमा चाहिँ है बिर्तामोड नयाँ बसपराकमा हामी आएका छौँ। यहाँनिर सबैजना मेला लाग्दैछ। मेला सुरु भइसक्यो। ल हेर्नु, कसैलाई चाहियो भने नि आउँदा हुन्छ है, कसैलाई चाहियो भने पनि आउँदा हुन्छ। म चाहिँ बिर्तामोड बसपराकमा छु अहिले गाइस, होइन। सबैले मेरो भ्लगलाई सहयोग गरिदिनुहुन्छ भन्ने थाहा छ। हाम्रो टक्क मेला यो ठाउँमा लाग्छ, होइन। हाम्रो होटल यहाँ छ। सबैलाई खाजा खानु पर्यो भने पनि तपाईँहरू आउँदा हुन्छ है। तपाईँहरूलाई होटलको नाम नम्बर पनि छोडिदिन सक्छु म, होइन। मैले काम गर्ने होटल चाहिँ यही हो, होइन। यही हो, साउनीको नम्बर यही हो, होइन। मैले होटल गर्नेको नाम चाहिँ यही हो, होइन। किनभने म पनि एकदम नाजुक अवस्थाबाट यस्तो ठाउँमा आइपुगेँ नि त। कुनै ठाउँमा लत्तो कपडा उठाएर हिँड्ने मान्छे हो म पनि, कुनै ठाउँमा लत्तो कपडा उठाएर हिँड्ने मान्छे हो म पनि। तर गाह्रो छ नि त हजुर, आमा बाउको आशीर्वाद पाउनको लागि त। मेरी प्यारी आमाको जन्मदिन आज। मेरी आमालाई यही भ्लगमा भन्न चाहन्छु कि म ह्याप्पी बर्थडे मेरी प्यारी आमा, जन्मदिनको धेरै धेरै शुभकामना। हाम्रो यस्तै छ जिन्दगी, के गर्ने मेरी आमा। त्यहाँनिर मेला लाग्छ भने यहीँ पनि छ है हाम्रो दोकान चाहिँ है। मेरो भाइ चाहिँ ऊ यहाँनिर लुकिरहेछ, होइन। तर मेरो भाइलाई एकदम सहयोग गरिदिनु न कसैले पनि। मेरो भाइ एकदम नाजुक अवस्थामा छ नि त, किनभने म सबैलाई सहयोग गर्दिनँ, होइन, गर्छु। सबैलाई गर्छु नि त, होइन। म चाहिँ अहिले फाइनली गाइस, होइन, ग्यारेजमा आएको छु। ग्यारेजमा ल हेर्नु, कसैलाई त्यहीँपट्टितिर मेला लाग्दैछ, कसैको बाइक बिग्रियो भने तपाईँहरू बनाउन चाहिँ यहाँ आउन सक्नुहुन्छ है। हाम्रो मिस्त्री हुनुहुन्छ यहाँनिर पनि हुनुहुन्छ, होइन। 2 जना मिस्त्री हुनुहुन्छ। म चाहिँ अहिले किनभने एकदमै नाजुक अवस्थामा छु नि त, किनभने एकदम म चाहिँ भ्लग बनाउँदै हिँडिरहेको छु, होइन। गाह्रो छ नि त जिन्दगी। त्यहीँपट्टितिर छ, होइन। तपाईँहरूलाई म मेलाको पनि देखाइदिन सक्छु। मेला पनि आइसक्यो है। मेला पनि यही 14-15 गते आउँछ होला। आइसकेपछि मेला यहाँनिर अटो कुदेको ठाउँदेखि परतिर लाग्छ, होइन। तर मैले काम गर्ने होटल चाहिँ यहाँ छ है, यहाँनिर छ। यहाँ छ मैले काम गर्ने होटलको लागि चाहिँ, होइन। तपाईँहरूलाई फुलको व्यवस्था पनि हुन्छ, जुन फुल लगे पनि हुन्छ, होइन। तर सारसपोर्ट सहयोग गरिदिनु है, सबैले सहयोग गरिदिनु। यस्तै छ गाइस, गाह्रो छ जिन्दगी बाँचेर खानु। म चाहिँ फाइनली गाइस अहिले रुम जाँदैछु, होइन। रुम गइसकेपछि कुरा हुन्छ है। रुम आएँ, मेरो साथीको लागि रुम आएको छु म। मेरो साथीको रुम हो यो चाहिँ। खासै मिलाउन त जानिँदैन, यस्तै छ, गाह्रो छ नि त गरिबको जिन्दगी।